चियाहरू बनाएर सबैको भान्सामा पुर्याउने हाम्रो उद्देश्य रहेको छ। यसै क्रममा हामीले चाहिँ जस्तै अब यो राते जो गाउँमा कतै बेलचन भनिन्छ, कतै लालचन भनिन्छ, यो चाहिँ रगत मासी पर्दाखेरि गाउँको सबैभन्दा अचूक औषधिको रूपमा पहिला प्रयोग हुन्थ्यो भने अहिले हामीले यसलाई चियाको रूपमा बनाएर ल्याएका छौँ र गर्मीको बिरामीहरूको लागि चिसो पानीमा र धेरै पेट दुख्ने छालाको रोग हुनेहरूको लागि चाहिँ तातो पानीमा हालेर खान यो अति उपयोगी औषधिको रूपमा थियो भने यसलाई हामीले चियाको रूपमा ल्याएका छौँ भने अपराजिता जो हामीले नेपालमा अपराजिता भनेर चिनिने फुल जो ब्लू टी भनेर चाहिँ हामीले चियाको रूपमा ल्याएका छौँ। यसले चाहिँ मुटुको रोगीहरूलाई अत्याधिक फाइदा भएको कुरा विभिन्न आयुर्वेद डाक्टरहरू एलोपेथिक डाक्टरहरूले प्रमाणित गर्नुभएको छ र हामीले यसलाई पनि चियाको रूपमा ल्याएका छौँ भने नेपालका चियाहरू खास गरेर मान्छेहरूले भन्ने गर्छन् नेपालको एक नम्बर चिया त नेपालमा खानै पाइँदैन, विदेश जान्छ भन्ने जुन तमाम एउटा जिज्ञासाको चाहिँ उपज त्यसको चाहिँ प्रत्युत्तरको रूपमा हामीले नेपालको चियालाई चाहिँ अर्थोडक्स चियालाई चाहिँ हामीले यहाँहरूको बिचमा ल्याएका छौँ। दुई पात एक सुइरो जुन चिया चाहिँ कुनै पनि वनस्पतिमा जरादेखि सुइरोसम्म हुन्छ भने त्यो सुइरो नै राखेर दुई पात एक सुइरोको चाहिँ पल ग्रिन टी बगान अर्ग्यानिक टीले यहाँहरू म्याजमा ल्याएको छ र जुन चियाहरू चाहिँ पहिला प्राय विदेश जाने गर्थ्यो भने नेपाली बजारमा त्यति बिक्थेन। तर पछिल्लो समयमा अझ भनौँ भने यो कोरोनाको महामारी पछाडि हाम्रो चियाले चाहिँ एकदमै बढी चाहिँ एउटा शरीरमा प्रतिरोधात्मक शक्ति उत्पादन गर्ने भएको हुँदाखेरि चाहिँ मान्छेहरूले बढी ग्रिन टी ब्ल्याक टी अर्थोडक्स चियाहरू चाहिँ उहाँहरूले उपयोग गरेको पाइएको छ भने यसै गरेर छुर्पी अधिकांश यो हाम्रो इलामको एउटा परिचय नै हो भने पनि हुन्छ। तर पनि यसलाई चाहिँ कस्तो छ भने यसमा कन्फ्युजन छ। मान्छेले खाने छुर्पी र कुकुरले खाने छुर्पीमा चाहिँ मान्छेहरूले कहिलेकाहीँ त्यो कन्फ्युजनमा परिरहेको हुन्छ। यहाँहरूलाई आज म क्लियर गराइदिउँ कि मान्छेले खाने छुर्पीमा 2.5% घृतांश छोडिएको हुन्छ जुन चाहिँ हामीले चपाउँदै जाँदाखेरि हाम्रो मुखको तापक्रमले गल्दै जान्छ र यो चाहिँ के अरे दुधको स्वाद आउने एक खालको मिठो खालको आउँछ भने त्यो चाहिँ हामीले मान्छेले खानको लागि बनाएको हुन्छ। तर बजारमा कहिलेकाहीँ त्यो जुन डक्चाउ जो बाहिर पठाउनको लागि बनाएको हुन्छ बिकेन भने त्यसलाई धोएर चाहिँ नेपाली बजारमा पठाइन्छ। त्यो चाहिँ तपाईँहरूले खाँदै जाँदाखेरि 4-5 मिनट 6-7 मिनट खाँदाखेरि त साह्रै भइरह्यो, त्यसबाट दुधको स्वाद आएन भने त्यो छुर्पीलाई अभोइड गर्नुहोला र मान्छेले खाने छुर्पी खास गरेर इलामको हिमाली भेगहरूमा बनाएको छुर्पीहरू प्रयोग गर्नुहोला जो राम्रो छ भने लोकल गाईको घिउ। जस्तै अब हाम्रो चाहिँ उयो कुनै पनि कुरा हामी सुँगेर प्रमाणित गरे जस्तै चाहिँ सुँगेर मात्रै खान्छौँ त्यस्तै गाईको घिउ यो चाहिँ लोकल गाईको घिउ हो। यसलाई चाहिँ तपाईँले कुनै पनि बन्द भाँडामा राखेर बत्ती बाल्नुभयो र छोप्नुभयो भने पनि त्यो निप्दैन। त्यो निप्दैन। किन निप्दैन भन्दाखेरि गाईको घिउ आफैमा अक्सिजन हुन्छ र अरू कुनै पनि धुपहरू भयो मैनहरू भयो जुनसुकै आगो चाहिँ छोपेपछि निप्छ। तर यो लोकल गाईको घिउमा बत्ती बाल्दाखेरि कहिले पनि त्यो निप्दैन। त्यसबाट चाहिँ लोकल गाईको घिउ हो कि होइन भनेर प्रमाणित गर्ने एउटा हाम्रो गाउँले उपाय पनि हो र हामीले इलामको हिमाली गाउँहरूबाट गाईको घिउ समेत कलेक्सन गरेर ल्याएका छौँ। हाम्रो जुन हामीले चाहिँ एउटा म आफै स्वयं पनि लामो समय वैदेशिक रोजगारमा गएर फर्केको व्यक्ति हो र गाउँमा केही गर्नुपर्छ भनेर हामीले आज जुन जो अपराजिता रोपिरहेका छौँ, यो बेलचन रोपिरहेका छौँ, सजीवन जो हामी हिजो तरकारीको रूपमा र फुल्ला अचारको रूपमा खाने सजीवन पनि आज हामीले चाहिँ मोरिङ्गा चियाको रूपमा हामीले चाहिँ मोरिङ्गालाई ल्याएका छौँ। तपाईँहरूले अनलाइनतिर पनि हेर्न सक्नुहुन्छ। तर त्यहाँ अलिकति बढाइ चढाइ गरिएको हुन्छ। 300 भन्दा बढी रोगलाई चाहिँ रोग प्रतिरोधात्मक क्षमता भएको भनिएको हुन्छ भने त्यो मोरिङ्गा पनि हामीले हाम्रो बाँझो रहेको बारीमा चाहिँ त्यो सजीवन रोपेर आज हामीले चियाको रूपमा चाहिँ मोरिङ्गा पाउडर पनि ल्याएका छौँ र हामीले आम्दामीको हिसाबले भन्दाखेरि चाहिँ कस्तो भने हामीले पर्याप्त आम्दामी गरेर घर गडेर नै जोड्ने गरी आम्दामी गर्न सकेका छैनौँ। तर पनि विदेशमा गएर 30-40 डिग्रीको घाममा बेल्चा हान्नुभन्दा चाहिँ आफ्नै भूमिमा दिनभरि आज काम गरेर भोलि एक दिन रेस्ट गर्छु भन्दा पनि पाइने वातावरणको चाहिँ जुन अवसर हामीले पाएका छौँ र हामी केही युवाहरू मिलेर बाँकी 10-15-20 जना युवाहरूलाई रोजगारी दिएका छौँ। र म यहाँहरूलाई के अनुरोध गर्छु, यहाँहरूको लोकप्रिय यो माध्यमबाट भने विदेश भनेर चाहिँ विदेशको गगनचुम्बी महलहरू हेर्नुभन्दा पनि आफ्नै माटोमा केही रोप्ने गरौँ, आफै परिश्रम गर्ने गरौँ। आफ्नै देशमा गर्न सक्यो भने हुन्छ। दुःख नगरी खान पाइने ठाउँ कहीँ पनि छैन। त्यसैले जस्तै हामी यो इलाम अर्ग्यानिकका देवेन्द्र रिमाल अनि बगान अर्ग्यानिकको म स्वयं राम चौहानले चाहिँ आज 40-50 जना युवाहरूलाई चाहिँ हामीले रोजगारी दिन सकेका छौँ भने अरू तपाईँहरूले पनि आफू गर्नुहोस् र अरूलाई पनि गराउनुहोस्। रोजगारीको वातावरण पर्याप्त रूपमा चाहिँ सिर्जना गरौँ, स्वदेशमै काम गरौँ, स्वदेशमै रमाउँ भन्ने मेरो यहाँहरूमा जिज्ञासा छ। धन्यवाद।